दर्शकबिन्द, पूर्व राजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रवादी दलहरूले तिनकुने घटनाको जिम्मेवारी ठहर गर्न खोजिरहेका छन्। सांसदहरूले तिनकुने घटनाबारे पूर्व राजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने प्रस्ताव गरेका छन्। ज्ञानेन्द्र जवाबदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाब लिने गरी संसदीय समितिमा बोलाउनु पर्ने बताएका हुन्। काङ्ग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए। पूर्व राजा ज्ञानेन्द्रलाई समितिमै भए पनि बोलाएर घटनाबारे सोधपुछ गरौँ, उनले भने। पूर्व राजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले अघि थपे, उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ। लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्याउने अधिकार कसैलाई छैन। काङ्ग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तिनकुने घटनाबारे पूर्व राजा ज्ञानेन्द्र शाहलाई जवाबदेही बनाउनु पर्ने माग राखेका छन्। गत चैत 15 गते काठमाडौँको तिनकुनेमा भएको राजावादीको प्रदर्शनको क्रममा 2 जनाको ज्यान गएको छ। निजी सम्पत्तिमा क्षति पुगेको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी भएको छ। त्यस्तै गरी निजी तथा व्यावसायिक भवनहरूमा आगजनी हुँदा करोडौँ रुपैयाँको क्षति समेत भएको छ।